कुरा थियो, कति कष्ट थियो त्यो स्त्रीको लागि, कति हुन्छ नि त्यो स्त्रीको लागि चाहिँ कति धेरै कठिनाइ थियो त्यो गजागज भिडमा। यताबाट पनि उसलाई तान्थ्यो होला, यताबाट पनि झेल्थ्यो होला, उताबाट पनि झेल्थ्यो होला है। ती माथिबाट 12 वर्ष रगत बग्दै गर्दाको त्यो पेन, त्यो दुर्बलता उसको शरीरमा, भनेको जस्तो उसको वस्त्रहरू राम्रो थिएन होला, भिड थियो उसको अगाडि। तर त्यो भिडदेखि त्यो स्त्री डराएन। आमेन, डराएन त्यो स्त्री। आज हामी कुन चाहिँ कुरादेखि डराउँदैछौँ? हाम्रो जीवनमा हाम्रो अगाडि त्यो भिडहरू नहोला, तर त्यो भिड जस्तै समस्या तपाईँ र मेरो अगाडि होला। त्यो भिड जस्तै समस्यामा भएर आज तपाईँ जाँदै हुनुहुन्छ होला। तर म तपाईँलाई आज म भन्न चाहन्छु, जब तपाईँले येशू ख्रीष्टलाई हेर्ने निर्णय लिनुहुन्छ नि, त्यो भिडले तपाईँलाई रोक्न सक्दैन। आमेन, त्यो भिडले तपाईँलाई लडाउन सक्दैन। जब तपाईँले निर्णय गर्नुहुन्छ, परमेश्वर स्वयं तपाईँलाई फर्किकन हेर्नुहुनेछ। आमेन, त्यो